आकृति के गर्दैछौ? ओ आकृति, आकृति के नाम हो? भुस्कोली। नेपाली बोल्न आउँदैन तर हिन्दी बोल्दैछ यो मान्छे। नेपाली बोल्न आउँदैन? बोल्नु। खाना खायो? खाना खायो खाएन त्यो पनि बोल्न आउँदैन। भुस्कोल टारी। हेर्नुस् यो नर्सरी बी मा छ हौ। ए मा भन्नु न कतिमा छ? तर हिन्दी अहिले पुछ्नुहुन्छ भने हिन्दीमा जवाब दिइहाल्छ। के हो हाम्रो नेपालको यार, त्यो सोसल मिडिया कारणले सबैलाई हिन्दी सिक्नु सक्नु भएको छ के, तर नेपाली बोल्न आउँदैन। के हो बोर्डिङ क्लास सरज्यूहरू, आफ्नो विद्यार्थीलाई नेपाली बोल्न सिकाउनुहोस् है। तपाईको विद्यार्थी अहिलेसम्म नेपाली बोल्न आउँदैन, के गर्दै हुनुहुन्छ? नेपालमा भएर बोर्डिङमा के 6 महिना आउँदै पछि 6000 को बिल आउँछ, तर यो विद्यार्थीलाई नेपाली बोल्न आउँदैन। बोल्नुस्। खाना खायो? ओ आकृति कति क्लासमा छौ? तिम्रो स्कुलको के नाम हो? आउँदैन। हाम्रो मधेसतिर यस्तै हुन्छ है साथीहरू। बोर्डिङमा पैसा तिरेर छोराछोरीलाई पढाउँछ तर नेपाली बोल्न आउँदैन। किनभने त्यो बोर्डिङको सरहरू पनि पढाउन जाँदै बेला मैथिली बोल्छ। कता जाइछि रे, कति की गरिछि गे, ई गरिछि गे, नेपाली बोल्न सिकाउँदै भने अहिले नेपालीमा जवाब दिनु हाल्थ्यो।